हेलो सो गाइज वेलकम टू बैक टू मिनी ब्लग नके छ त मेरो फेसबुक फ्यामिलीहरू सबै ठिकठाक आराम होला नि होइन म नि ठिकठाकै छु होइन। आज चाहिँ चट्ट लाएर काम चाहिँ छुट्टी थियो, बन्द थियो, त्यसैले यसो बाहिर हल्का कपालमा कलर नि गर्न थियो अनि त्यसै कारण सामान पनि थियो अलिअलि ल्याउनलाई र हिँड्या बाटोमा अटो पाइन्छ भने खोज्दा त्यस्तै 15-20 मिनटको जति बाटो हिँड्ने होला होइन अटो खोजेर। तर लास्टमा चाहिँ पाइयो, अटो पाएर गइयो। अटो पाएपछि गएर तर कपालमा कलर हान्नलाई भने कलरै यस्तो भन्दा हान्न त खोज्यो तर यो कपाल निकाल्नलाई नै मुस्किल भयो कि यो मान्छेलाई कपाल निकाल्दा टाइम धेरै खायो यो मान्छेले। अन्त लास्टै ढिलो गरिदियो अनि त्यसपछि अलिअलि कपालमा कलर लगाएको थियो, त्यही नि राम्रोसँग बसेको छैन। अब भनेको छ कपालमा कलर बसेन भने बुधबारतिर आइज भनेको छ। अब हेरौँ 2-3 दिनमा कस्तो परीक्षा आउँछ। राम्रै रिजल्ट आयो भने चाहिँ ठिकै छ, गइँदैन। आएन भने चाहिँ फेरि दोबारा कलर गर्नलाई मलाई जानुपर्छ।